Happy partner. एउटा पारिवारिक सामाजिक र मञ्च हुने नेपाली चलचित्र परालको आगो यही वैशाख 11 गतेबाट देशभरिको सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। परालको आगो हेर्नुपर्छ है। जीवन एक्लै छ यहाँ कथा बेग्लै छ। जीवन एक्लै छ यहाँ कथा बेग्लै छ। हरेक दिन राति दुःख मेरो साथी कसको विश्वास गरौँ मैले दुनिया छ घाती। नसिबले नै जिन्दगीमा एक्लिएको मान्छे हरेक चोट प्रहारले बेग्लिएको मान्छे झिनो आशा बोकेर हिँडेको कमी छैन यहाँ दुःख दिनेको। म त दुखी मान्छे मै पछि पछि दुःख घिराघि गाह्रो छ जिन्दगी गाह्रो छ जिन्दगी। अब नानीलाई घर लिएर जाउँ भिनाजु। मैले गाडीको टिकट पनि काटिसकेँ। तिमी जानी भए जाऊ पूजा, मलाई त्यो गाउँमा फर्केर जाने मन छैन। अब विगतलाई बिर्सेर अगाडि बढ्न सक्नुपर्छ भिनाजु। बुवा जस्तो भए पनि हामी छौँ त तपाईँको साथमा। तपाईँको यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले तपाईँको साथ छोड्न सक्दैनौँ। कसैको सहानुभूतिले जिन्दगी चल्दो रहेछ। यो कर्ममा दुःखै लेख्या छ। यो जिन्दगी जहाँ गए पनि भारी बोकेर जिउनु त छ। जहाँ गयो त्यहीँ घर। त्यसैले म मेरो छोरीलाई यहीँ राखेर पढाउँछु पाल्छु। तर त्यो गाउँमा त मरे पनि फर्केर जान्नु। नानीको यस्तो हालत छ, अहिले उसलाई हामीले घर लग्यो भने सबै परिवारको माया र साथ पाउँछ। डक्टरले पनि उसले जति धेरै माया पायो, जति धेरै साथ पायो त्यति नै चाँडो ठिक हुन्छ भन्नुभएको छ। अब धेरै अलमल नगर्नु, बरु चाँडो निस्किहालौँ। Is nog zijn komen. Het omreis kabisje leit bier bonin zetten. We zullen gaan Peter. Hier willen daar. Lexicada from Tetica Matanidal, Soppin on City Campaign. To come down to this bomb. For by day I is quality, I think not autumnal aggression music.
तिमी देखेर बसेर माथि हिँड्नु मजा पण्डिततिर हो Nada. Pintu kakak nari. Semua kulit. उनीले न मैले त्यही मान्छेलाई देखेँ। केही हुँदैन छोरी, नहत्यो। भोक लाग्यो? खाजा खान्छु? भयो, म केही पनि खाँदिनँ। आउँदैछन् रे, अब चिन्ता मान्नु पर्दैन। कसले चिन्ता लिएको छ होला? अनि अलि हाँसेर बस्नु त, नातिनी आउने बेला भइसक्यो, यसको अनुहारबाट चिन्ता भने अझै गएको छैन। नातिनी आएपछि एकछिन आँखाबाट टाढा हुन दिन्न म त। ल ल नदिनु, आँखैमा राखेर बस्नु, तर अहिले चाहिँ अलिकति हाँसेर बस। नानी, तिमी यही घर बस है। मेरो नातिनीको नजिकको भनेको नि तिमी नै हो। तिमी भयो भने मेरो नातिनीलाई केही राहत हुन्छ। यसै भनेको कुरा नि ठिक होला। तिमीले पनि त जुनलाई हामी जतिकै चाहन्छौ त्यति नै माया गर्छौ। यहाँ बस्नलाई केही कुराको अप्ठ्यारो मान्नु पर्दैन, ढुक्क भएर बस्नुहुन्छ। तपाईँहरूले भनेको कुरा गलत नै होइन बुवा, तर यो गाउँ पनि त मेरो होइन। न यहाँ मेरो कोही छ, न केही छ। म कसको लागि र के को लागि यहाँ बस्नु भन्नु त? नानी, यो गाउँ तिम्रो नभए नि हामी त तिम्रो हौ नि। कस्तो हुँदो रहेछ है माया भनेको। नदेखुन्जेल को हो, देखेपछि माया मोह। तिमीले केही चिन्ता लिनु पर्दैन, हामी छौँ तिम्रो लागि। के गर्नुपर्छ हामी गर्छौँ। ए बुढा, म त नेता हुँ, सारा मान्छे चिनेको छु भन्थ्यौ नि। यी नानीले यत्रो पढे लेखेकी छिन्, एउटा जागिर मिलाइदेऊ न। यहाँ तल बजारको स्कुलमा शिक्षकको खाँचो पनि छ, त्यहीँ पढाए भइगयो। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै पार्टीको छ। एकचोटि कुरा राखिहेर्छु, त्यसले नाइ भन्नै सक्दैन मलाई। तर कतिन्जेल यसरी बस्ने बुवा? आखिर जे गरे पनि मेरो थलो त उही पुरानो गाउँमै छ।
नानी, घर भनेको माटो ढुङ्गाको संरचना मात्रै होइन नि। तिमीले अब यही ठाउँलाई आफ्नो थलो बनाउन सक्छौ, हामीलाई आफ्नो परिवार मान्न सक्छौ। त्यो कोही नभएको गाउँमा किन जान्छौ? न तिम्रो परिवार छ त्यहाँ, न आफन्त छ। त्यहाँ तल 5 कट्ठा जग्गामा बनेको मेरो घर माकुरालाई जालो बनाउनको लागि बनाइदिए जस्तो भएको छ। तिमीलाई यहाँ बस्न अप्ठ्यारो हुन्छ भने त्यही घरमा गएर बस। ल, आधाबाट त्यो घर तिम्रै भयो। त्यही त, तलको घर त्यत्तिकै खाली छ। मैले त उही बेला नबनाऊ भनेको त हो नि। अब तिम्रो जिद्दीले बनाइहाल्यो, आखिर आएर नानीलाई भन्न लेखेको रहेछ। अहिलेसम्म आएनन्, कतिखेर आउने हुन्? फेरि भोकाएर आउँछन् होला है। खाजासाजा बनाउनु पर्यो। ल, म त भित्र लागेँ। ल ल ल। किन टोलायो कि नानी? धेरै सोच्नु पर्यो। अब तिमी यही गाउँको बासिन्दा हुने भयो। केही वर्षदेखि विद्यालयको रिजल्ट पनि राम्रो आएको छैन। अब तिमीले पढाउन थालिसकेपछि विद्यालयलाई पनि फाइदै हुन्छ। चिन्ता नगर, म भरि बेलुकै कुरा राख्छु। मलाई अलि एउटा अप्ठ्यारो विषयमा पनि हजुरसँग कुरा गर्नुपर्ने थियो बुवा। अप्ठ्यारो नमानिकन भनौँ न, के भन्न लागेको? मैले सोचेको कुरा यो समाजको लागि गलत हुन्छ कि सही हुन्छ त्यो मलाई थाहा भएन। तर बितेको कुरा बिर्सेर हजुरको आशीर्वाद लिएर म भटभटेसँग बिहे गर्न चाहन्छु। के नचाहिने कुरा गरे नानी तिमी? मेरी छोरीले त बाटो भिराइ। तिमी पनि मेरी छोरी हिँडेकै बाटो हिँड्न चाहन्छु? बिहे गर्ने मन नै भएदेखि म खोजिदिन्छु केटा। सुशील छौ, संस्कारी छौ, पढालेखेकी छौ। 101 केटा तिमीसँग बिहे गर्न तयार हुन्छ। तर त्यो गति छाडा भटभटीसँग बिहे गर्ने विषयमा चाहिँ सोच्दै नसोच। हजुरले भटभटीलाई गलत तरिकाले बुझ्दै हुनुहुन्छ बुवा। मैले गलत तरिकाले बुझेको होइन नानी, त्यो कुलङ्गार गलत नै हो। ठुलो स्वरले नकराइकन हुर्काएकी मेरी छोरी बिहेको छिनोफानो भइसकेको अवस्थामा ललाइ फकाइ लिएर गएर सडकको बास गराउने त्यो कुलङ्गार गलत नै हो। आफ्नो श्रीमतीको अस्पताल लगेर उपचार गर्न नसक्ने त्यो नामर्द गलत नै हो। छोरीको स्याहार सुसार गर्नुपर्ने बेलामा जाँड खाएर राति भुस्या कुकुरहरूसँग सडकमा सुत्ने त्यो गलत नै हो। त्यसलाई म कसरी सही ठानु होला त? भोलि उसकी छोरीले उ जस्तै मान्छेसँग जीवन बिताउनु पर्ने भयो भने त्यसले छोरी अमाउन सक्ला? सक्दैन। 1 सक्दैन, 2 सक्दैन, 3 सक्दैन। हजुरले भन्नुभएको कुराहरू हजुरको ठाउँमा एकदमै ठिक छ बुवा। तर भटभटेले अहिले रक्सी खानु भनेको आफूलाई सम्हाल्नको लागि हो। अनि मैले उसँग बिहे गरेँ भने उसले आफूलाई सम्हाल्नलाई रक्सीको सहारा लिनु पर्दैन। हामी एकअर्कालाई माया गर्छौँ बुवा। तर उसको श्रीमती मरेको अनि मेरो श्रीमान। तर तपाईँ त बुझ्ने मान्छे, मलाई माया गर्ने मान्छे, मलाई छोरी सरह ठान्ने मान्छे। मैले पनि हजुरलाई आफ्नो बुवा जस्तो लागेर यो अन्यल पोखेँ। त्यसलाई अन्यथा नसोचिदिनु होला है बुवा। मैले अन्यथा सोचेको होइन नानी, तिम्रो भविष्य सोचेको। अरू कसैको जीवनमा उत्सव आउँछ भन्दैन, तिमी आफ्नो बलि किन चढाउँछौ? मलाई मेरो मायामा र आफूमा पूर्ण विश्वास छ बुवा। म भटभटेसँग भयो भने उसले आफूलाई सम्हाल्नेछ र हामी सँगै हुनु भनेको जुनुको भविष्यको लागि पनि राम्रो हो। विपना नानी यदि त्यो
नालायक भटपाटीसँग भइन् भने त्यो भटपाटीले आफूलाई सम्हाल्न सक्छ र यदि उसले आफूलाई सम्हाल्यो भने नातिनी त उहीसँग बस्ने माहौल हुन्छ र नातिनी हामीबाट टाढा भइन् भने पूजाकी आमाको हालत के होला हुँदैन जसरी हुन्छ मैले विपनाको त्यो भटपाटीसँग बिहे हुनबाट रोक्नै पर्छ ए आयौ तिमीहरू मलाई त कम्ता चिन्ता लागेको थिएन बेचेर केही गर्न त गरेनन् नानी तिमीलाई नानीको आलो घाउ नकोटाउने दिदी तपाईँ खुरुखुरु आफ्नो काममा जानु त लौ के बोले मैले नचाहिने कति बेला के बोल्नुपर्छ भन्ने कुरो अलिकति दिमाग छैन झन् पिर पर्यो होला भनेर सोधेको उल्टै ठुलो कुरा गर्दा रहेछन् आइपुग्यो तिमीहरू जुनु तिमी ठिकै छौ नि अबदेखि नै तिमी मैले भनेको मात्रै मान्नु अरूले भनेको नमान्नु है तिमीलाई भोक लाग्यो है सबैलाई भोक लाग्यो होला के खाने आमा किन रुनु भएको के अब त सबै ठिक भइसक्यो त नमिन जाए बिनाजु खै किन झोलामा भित्र राखिदिन्छु अब हामी यहाँ बस्दैनौँ म मेरो छोरी लगेर घर जानु कस्तो वायात कुरा गर्नुभएको तपाईँले हाम्रो नानीलाई यस्तो हालतमा कसरी लिएर जान सक्नुहुन्छ जति हामीले ख्याल राख्छौँ नि त्यति तपाईँले ख्याल राख्न सक्नुहुन्न नानीलाई कहीँ पनि लान पाउनुहुन्न तपाईँले तपाईँहरूले मेरो छोरीको ख्याल त राम्रै राख्नु भएको तपाईँहरूले जतिको ख्याल त मैले राख्न सक्दिनँ होला तर मेरो छोरीलाई नर पिशाचको हातमा अहिलेसम्म पर्न दिएको पनि छैन र दिने पनि छैन मैले तपाईँहरूले जस्तो मेरो छोरीलाई ख्याल राख्न नसके पनि सुरक्षित चाहिँ राख्न सक्छु त्यसैले मैले मेरो छोरीलाई लगेरै जानुपर्छ बच्चाको जस्तो कुरा नगर्नु बिनाजु जे नहुनु पर्ने थियो भइसक्यो यसमा कसैको पनि गल्ती छैन यो बेला तपाईँ एक्लै होइन नानीलाई हामी सबै परिवारको साथ र मायाको खाँचो छ फेरि अपराधीहरू जेल गइसके त अब तपाईँ चाहिँ कहाँ जानुहुन्छ जुनु तपाईँको मात्रै छोरी पनि होइन मेरी दिदीको पनि छोरी हो त्यही भएर उसको राम्रोको लागि सोच्ने हक केही हदसम्म हाम्रो परिवारको पनि छ मलाई अरू कुरा केही पनि थाहा छैन यदि हामी यो गाउँमा बस्यौँ भने दुःख मात्रै पाउनुपर्छ सासु आमाको मन राखिदिनको लागि मात्रै छोरीलाई मैले यहाँ ल्याएर आएको त्यसैले मैले छोरीलाई लगेर जानै पर्छ छोरी अब जानुपर्छ हामी आइपुग्यो तिमीहरू जुलु कसो छ तँलाई ल भाग्य मान्छे हजुरआमा चाहिँ चिन्ता गर झन्डै काम गरेर छुट्याएको छु आज त घरमा दसैँ आए जस्तो हो नि ए मैले खिर पकाउनु दुध लिएर आएको छु ला छोरी हेर्नु ल राति
बिहोरा सकिएको मान्छे। ए छोरी भित्रै आएर बस्नु कोही कोहीलाई। पूजा खै त्यो तिम्रो साथीको नम्बर ल्याऊ त, म घर गएर पैसा जुगाड गरेर पठाइदिन्छु। कस्तो घर गएपछि हो? तपाईँ खुल्ला दिमागले सोच्न सक्नुहुन्न क्या अविनाशु? एकछिन आफ्नो रिसलाई साइडमा राखेर सोच्नु। डाक्टरले के भन्नुभएको थियो? अहिले नानीलाई हामी सबैको साथ माया हेरचाहको खाँचो छ। ऊ हामीसँगै भयो भने उसको मानसिक अवस्था ठिक ठाउँमा आउन समय लाग्दैन। के मैले मेरो छोरीलाई माया र हेरचाह गर्न सक्दिनँ भन्न खोजे हो कि क्या? मैले सक्नुहुन्न भनेकै छैन। ल मानौ तपाईँले नानीलाई लिएर घर जानु होला, अनि तपाईँ आफ्नो काममा जाँदाखेरि उसलाई कसले हेर्छ भन्नु त? त्यही भएर अहिले केही नसोची चुप्प लागेर घरमा बस्नु। पछि ठिक भएपछि आफै लिएर जानु, कसैले केही पनि भन्दैन। तल बजारमा दुईवटा काम थियो, सकेर आउँछु है। जुनु तिमीलाई हलुवा मनपर्छ है? मैले मिठो गरेर पकाएको छु, ल्याइदिन्छु है। त्यो दिन मलाई एक्लै छोडेर कता जानुभएको थियो? त्यो दिन त म रङ सफा गर्न भनेर एउटा टोयलेटमा छिरेको थिएँ। बाहिर निस्किन खोज्दा कसले चुक लागिसकेछ मलाई। जसो तसो गरेर बाहिर निस्की, हेर्दाखेरि तिमी नै थियौ। तिमी त्यहाँ मलाई कुरेर बस्दा बस्दै कहाँ गएकी जुनु? हजुरभित्र गएपछि हजुरलाई पर्खिँदै बसिरहेको थियो। नानी एक्लै कसलाई पर्खेर बस्यो कि? दिपाना मिसलाई। दिपाना मिस त पागल भइसकिन् त। अघि घर पछाडिको बारीमा एक्लै हाँस्दै उभिँदै थिए। आफूलाई कसो माया लाएर नन्न पर्खिने भनेको झन् बेसरी दौडेर कुदेलाम ठोकिन् भने। मिसले त कपडा सफा गर्छु भनेर जानुभएको थियो त। अब एकचोटि फुस्किया मान्छेको पटक पटक फुस्किन सक्छ भन्थ्यो डाक्टरले। बिचरी मेरी नन्नको फेरि फुस्केछ। अब म पनि तिम्रो रालाई भेट्न जान्ला छोरी। के गर्नु, छर छिमेकी सँगै बसियो, माया लाग्ने। अब यसो दुःख सुख पर्दाखेरि त भेट्नु पर्यो नि, होइन र छोरी? तिमी एक्लै यहाँ नबस छोरी, तिमी जाऊ। म्याडम म नि बालाई भेट्न जान्छु नि। हेर हेर त्यो पागलले त्यो बाउलाई निले यत्रो केटकेटीलाई यस्ता एकान्त ल्याएर यसरी एक्लै छोडेर पो हिँड्छे। छोरी तिमी साँच्ची नै मसँग जाने हो त? जानी भए जाऊ। भित्र आऊ, हलुवा तातिसक्यो खानलाई। विपना मिसलाई नि लिएर आऊ है।
नराज भाइ हजुर भाइ के छ ठिक छौ नि हजुर चाहिँ कम्ती छ अरे भाइ हजुर भाइ म त तिमीसँग एउटा सल्लाह लिउँ भन्दा यसो हेर न नातिनी नआउन्जेलसम्म त सबै ठिकठाकै थियो नातिनी आएपछि बुढीमाको सास नै त्यो नातिनीमा अड्किया छ हुनु त त्यसले उसको छोरीसँग बस्नु पाउने उसको अधिकार पनि अब नातिनी उसँग पठाइदिउँ भने न नातिनी खुसी हुनसक्छ न बुढिया नै खुसी हुनसक्छ साह्रै दोधारमा परेर अनि भाइसँग सल्लाह गरौँ भनेर के गर्दा ठिक होला अब कानुनअनुसार जाने भने त दाइ भटौले आफ्नो छोरी राख्नु पाउँछ अब नातिनीलाई चाहिँ तपाईँसँगै राख्ने भने चाहिँ एउटा उपाय छ अब कानुन र समाजको अगाडि भटबटालाई हामीले गलत साबित गराउनै पर्छ उसले छोरी पाल्न सक्दैन भने समाजमा त साबित गराउनु पर्यो नि यदि हामीले समाजको अगाडि भटबटालाई गलत साबित गर्न सक्यौँ भने जुनको पालन पोषण गर्ने जुन कानुनी अधिकार छ त्यसलाई त समाजले नकार्छ पनि जसरी भए पनि त्यो भटबटालाई गलतै साबित गर्नुपर्छ फेरि अर्को कुरा दाइ यदि भटबटाले बिहे गर्यो भने ऊ जिम्मेवार पनि हुनसक्छ यदि ऊ जिम्मेवार भयो भने त छोरी उसँग बस्न सक्छ है दाइ ठिक भने भाइ त्यसको बिहे त म कुनै पनि हालतमा हुनै दिउँ त्यसले लडाइ फकाइ गर्दा मेरी छोरी त भगाइहाल्यो अब म न त्यसलाई कसैको नजिक हुन दिन्छु न कसैलाई त्यसको नजिक हुन दिन्छु सल्लाहको लागि धन्यवाद भाइ मिठो छ चम्चा त दिएर रहेछ नि के चम्चाले खानुपर्छ नि थाहा छैन के हो हातमा जाँदा के चम्चाले खानु के मेरो हात भाँचिया छ र छोरी के थप्ले राम्रोसँग खानु नपाएको सबैले वर्ष दिन भयो होला खानु पाएपछि त खोर्सानी जस्तो पिरो जिब्रोले अलिकति गुलियो भइहाल्छ नि होइन तपाईँलाई नुनै खोजिरहनु पर्छ भने खन्जर त सुकाएर खानिदिउँ न पूजा त्यो बाउलाई पनि थप्दियो गाँजा तानेर आइबक्स्या होला खुराक पुग्छ खान्छ नि कस्तो कुकुर बिरालो जस्तो गप्पहरू गरिराख्नु चुप लगाएर खानु न खाने बेला लोगो भन्नु त अनि ससुरालीको मेजबानी कस्तो लाग्यो त मिनाजी तिमीलाई कस्तो लाग्यो भन तिम्रो बाउको अनुहार सम्झिँदाखेरि त खानै मन थियो तर के नखाइ भोकै सुत्यो भने रातभरि निन्द्रै लाग्यो तर खिर चाहिँ तिमी जस्तै मिठो थियो ल मुख खान जोइ रे तिमी यहाँ बसेर कुरा गर्नु छ तिमीसँग के कुरा गर्नु छ फेरि तिमी मसँग किन रिसाइरहेको भन त म कहाँ रिसाएको छु त तपाईँसँग रिसाएको छैन नि मिस मुखले ठिक्क पार्दैमा मात्र हुँदैन मैले अघिदेखि विचार गरिरहेको छु तिमी मलाई वास्तै गर्दैनौ तिमीलाई भएको चाहिँ के छ भन त किन यो सब गर्दैछौ मसँग अनि के मैले तपाईँलाई वास्ता गर्नको लागि तपाईँको पछि पछि पुच्छर बनेर हिँडिरहनु पर्ने हो र यति रुखो बोल्दैछौ है तिमी मसँग मैले त राम्रै मुखले सोधिरहेको थिएँ कति तिम्रो मन
अन्तैतिर मोडिन थालेको त होइन नि। के भन्नुभएको मिस तपाईँले यस्तो? पूजा मेरो साली हो, त्यो त तपाईँलाई पनि थाहा छ त। मैले तपाईँलाई राम्रो सम्झिन्थेँ, सम्मान गर्थेँ, तर तपाईँ आजदेखि मेरो नजरबाट गिर्नुभयो। जुन दिन मलाई मेरो श्रीमतीले सधैँको लागि छोडेर गइन्, त्यो दिनदेखि मलाई बिहे गर्ने मन नै छैन। बिहेको त के कुरा, कसैलाई माया गर्ने मन नै छैन। मैले कसैलाई माया गरेको र मलाई कसैले माया गरेको फाप्दैन पनि। कुनै न कुनै कारणले बिछोड भएरै छोड्छ। मेरो छोरीले जति बेला पनि विपना मिसलाई मेरो आमा बनाइदेऊ न बा मात्रै भन्छन्। यदि तपाईँलाई मैले मेरो छोरीको आमा बनाइदिएँ भने मेरो छोरीलाई आमाको माया त दिन सक्नुहुन्छ नि है। खासमा मैले तपाईँलाई माया गरेको नै मेरो छोरीको खुसीको लागि हो। मैले तपाईँलाई राम्रो सम्झिन्थेँ, सम्मान गर्थेँ, तर तपाईँ आजदेखि मेरो नजरबाट गिर्नुभयो। आज त निद्रा लाग्छ होला नि। तिमी घुरेनौ भने आज त मन पनि हल्का भएको छ। अन्तिममा आएर हल्कै हुनुपर्ने रहेछ। अनि अस्ति बेकारमा तनाव लिएर व्यर्थमै आफूलाई कमजोर बनाइसक्यो नि। चाहेर तनाव लिएको हो र? नचाहँदा नचाहँदा पनि मान्छेले तनाव आउँदो रहेछ त। एउटा हाम्री जुनुमा हाम्री छोरी सपनाको आत्मा देख्छु। मरेर गए पनि बुढेसकालमा हामीलाई एउटा सहारा नासो छोडेर गएकी छ। जुनलाई आत्मा अगाडि देख्दा देख्दै भगवान्ले हाम्रो प्राण खोसेर लगे पनि हुन्थ्यो। नाति मास नचाहिने कुरा नगर है। हाम्रै नातिनी हामीसँगै छ त, कहाँ जान्छ र त्यो? जहिले लग्यो भने एउटा यसो गरौँ न, ज्वाइँलाई हाम्रै घरमा राखौँ न। एकचोटि तिमीले भन न, तिमीले भन्यो भने मान्छ कि? निन्दा लागेको छैन भने सुत अहिले, यो विषयमा पछि कुरा गरौँ। अलिकति बाँकी छ यो भोलि निस्कौँ ल। देख्छु अब। पानी खाने पानी ल्याइदिनु। पानी त यहाँ ल्याउन बिर्सेछ। संसारमा भयहरूको पीडा जति मैले मात्रै खप्नुपर्छ भनेर कहीँ लेखा छ र? सबैलाई आफ्नै पीडा ठुलो लाग्छ बिनाजु। समयसँगै सबै कुरा ठिक हुन्छ। यसरी रोएर आफूलाई कमजोर नबनाउनु त। नहुनु भन्दैछु, झन् बच्चा जस्तो रोइराख्नु भएको छ। यता हेर्नु, नरम भयो।
जीवन एक्लै छ यहाँ कथा बेग्लै छ जीवन एक्लै छ यहाँ कथा बेग्लै छ हरेक दिन राति दुःख मेरो साथी कसको विश्वास गरौँ मैले दुनिया छ घाती नसिबले नै जिन्दगीमा एक्लिएको मान्छे हरेक चोट प्रहारले बेग्लिएको मान्छे झिनो आशा बोकेर हिँडेको कमी छैन यहाँ दुःख दिनेको म त दुखी मान्छे मै पछि दुःख घिराघि गाह्रो छ जिन्दगी